साल 1960 नेदरल्यान्डमा धेरै मात्रामा तेलको खानीको सम्भावना छ भनेर समाचार फैलिन्छ। यो समाचार साँचो नै हुन्छ। डचरले धेरै मात्रामा तेल बेताउँछन्। तेल बेटाएपछि उनीहरूको अर्थतन्त्रमा ठूलो वृद्धि देखिन्छ। अरू क्षेत्रको विकास नभए नि तेल मात्रै बेचेर देशले विदेशी मुद्रा कमाउँछ। तेल त हरेक देशलाई चाहिने नै हुनाले सबै देश तेल डचहरूबाट किन्न खोज्छन् र डच करेन्सी वा मुद्राको डिमान्ड मार्केटमा धेरै हुन्छ। करेन्सी स्ट्रङ भएपछि अब देशमै निर्माण भएका सामानहरूभन्दा विदेशी सामानहरू सस्तो हुन थाल्छन् र त्यही अनुसार मान्छेहरूले विदेशी सामानलाई नै प्राथमिकता दिन सुरु गर्छन्। हाम्रो पुरानो भिडियो हेर्नुभएको भए हजुरलाई थाहा नै होला कि जति नै तेल भए नि यदि यसलाई डाइभर्सिफाई गर्न नसके, तेलबाट आएको नाफालाई अरू उत्पादक क्षेत्रमा लगाउन नसके र सर्ट टर्म प्रफिट र जनता बीचको लोकप्रियताको लागि पपुलिस्ट पोलिसीहरूलाई बढी प्राथमिकतामा राखी लङ टर्म ग्रोथ बारे नसोचे देश र जनता कसैलाई फाइदा हुँदैन। हामीले त्यो भिडियोमा एलपीजी ग्यास भेटाइए त्यसको इम्प्याक्ट के होला भन्ने कन्टेक्स्टमा कुरा गरे नि यो भिडियोमा भने नेपालको अर्थतन्त्र र रेमिटेन्समा बढी ध्यान दिनेछौँ। के हुन सक्ला भन्दा नि अहिले नै स्थिति कस्तो छ भनेर बढी ध्यान दिनेछौँ। नेपालमा 2021-22 सालमा रेमिटेन्सले 1 खर्ब 7 अर्ब रुपैयाँ भित्रायो, जुन देशको 21% जीडीपी थियो। अहिलेसम्मको डाटा हेर्दा चाहिँ नेपाल रेमिटेन्सले धामेको देश हो भन्दा गल्ती चाहिँ हुँदैन। रेमिटेन्स कन्ट्रिब्युसन एज पर्सेन्टेज अफ जीडीपी हेऱ्यौँ भने नेपाल साउथर्न एसियामा एक आउटलायर हो भनेर देखिन्छ। नेपालले जीडीपीको एकदमै ठुलो भाग रेमिटेन्सबाटै पाइराखेको छ, जुन बङ्गलादेश, इन्डिया, पाकिस्तान जस्तै अरू अर्थतन्त्रहरूसँग कम्पेयर गर्दा धेरै नै बढी हो। नेपालमा विभिन्न क्षेत्रले जीडीपीमा गर्ने कन्ट्रिब्युसन हेरौँ। डाटा अनुसार सर्भिस सेक्टरहरूको कन्ट्रिब्युसन नेपालमा बढ्दै जाँदैछ र एग्रिकल्चर सेक्टर र म्यानुफ्याक्चरिङ सेक्टरको भने कम हुँदै जाँदैछ। व्यापारीले जहाँ बढी नाफा देख्छन् त्यही जान्छन्। जब इम्पोर्ट गर्दै मजाले नाफा कमाउन सकिन्छ भने व्यापारीहरू रिस्क लिएर कारखाना किन खोल्थे? त्यही भएर मान्छेहरू इम्पोर्टमै बढी लाग्छन्। इम्पोर्टमा बढी लागेपछि लजिस्टिक झन् राम्रोसँग फ्लो हुन्छ, इम्पोर्ट गर्न झन् सजिलो हुन्छ र प्रोटेक्सनिस्ट पोलिसी बिना इन्डस्ट्री झन् कमजोर हुँदै जान्छन्। डच डिजिजमा तेलले नष्ट भएका देशहरू हेर्दा तेलको खानी भेटेपछि र तेलबाट धेरै पैसा कमाउन सुरु भएपछि तेलसँग जोडिएका अरू कामहरू खोल्न सुरु हुन्छन् र त्यसले अर्थतन्त्रलाई झनै तेलमा निर्भर पार्छ। रेमिटेन्समा नि त्यस्तै हुन्छ। रेमिटेन्सबाट कमाउने भएपछि अब मान्छेहरू कन्सल्टेन्सी खोल्ने, म्यान पावर एजेन्सी खोल्नेतिर लाग्छन् र अर्थतन्त्र झनै रेमिटेन्समा निर्भर हुन्छ। यही अनुसार अब सर्भिस सेक्टर झन बढ्दै जान्छ र अरू उत्पादक क्षेत्र जस्तै कारखानाहरू झन कमजोर हुँदै जान्छन्। तर रेमिटेन्सलाई नराम्रो भन्न खोजिएको नि होइन। नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भिस NLSS अनुसार रेमिटेन्सले गरिबी घटाउन ठूलो हिस्सा खेलेको छ। 1995-96 मा नेपालमा गरिबी 42% थियो भने 2003-04 मा 31% र 2010-11 मा गरिबी 25% मा झर्यो। अस्ति भर्खर नै एसियन डेभलपमेन्ट ब्याङ्क ADB का चिफ इकोनोमिस्टले नेपालमा गरिबी धेरै मात्रामा घटेको छ भनेर प्रशंसा पनि गर्नुभयो। यो गरिबी घट्नुमा रेमिटेन्सको ठूलो हात थियो। 1995-96 मा 23.4 घरहरूमा रेमिटेन्स भित्रिन्थ्यो भने 2010-11 मा 55.8 घरहरूमा रेमिटेन्स भित्रिन्थ्यो। रेमिटेन्सबाटै हाम्रो करेन्ट अकाउन्ट सरप्लसमा नि छ। इकोनोमिक्समा नोबेल प्राइज जित्नुभएको अमर्त्य सेन अनुसार इकोनोमिक ग्रोथ अलोन इज नट सफिसियन्ट, सोशल एन्ड इन्स्टिट्युसनल रिफर्म्स आर नेसेसरी फर सस्टेनेबल डेभलपमेन्ट। नेपालको अर्थतन्त्रमा नि यही कुरा लागू हुन्छ। रेमिटेन्सले सर्ट टर्ममा गरिबी घटाउने काम गरे पनि लङ टर्ममा सोच्ने हो भने, उत्पादक क्षेत्रमा इन्भेस्टमेन्ट नबढ्ने हो भने देशको डेभलपमेन्ट सस्टेनेबल हुँदैन। तर भन्नु र गर्नुमा धेरै फरक छ। भन्नु जस्तो सजिलो सायद अरू केही छैन। कारखानालाई प्रोटेक्ट गरौँ, इम्पोर्टलाई अझ निषेध गरौँ भन्यो भने एउटा ट्रेड अफ के बिर्सिनुहुन्न भन्दा हो त्यस्तो गरे लङ रनमा सायद हाम्रो कारखाना बलियो होलान्, तर धेरै लङ टर्म सोच्दा इमिडिएट इम्प्याक्ट भने हामी बिर्सिन मिल्दैन। निर्यात गरेनौँ भने हाम्रो प्रयोग गर्ने सामानको भाउ बढ्न सक्छ र क्वालिटी नि घट्ला। अहिले अमेरिकामा नि ट्रम्पले गर्न खोजे त्यही हो। ट्यारिफ बढाएपछि विदेशी सामानहरू अमेरिकामा महँगो हुन्छन्। अमेरिकनहरूले यो भएपछि सायद अमेरिकन सामान नै किन्न रुचाउँछन् र लङ टर्ममा अमेरिकाको कारखानाहरू अझ बलियो हुन सक्छन्। एटलिस्ट यही नै सोचेर ट्रम्पले ट्यारिफ बढाउन खोजेका हुन्। तर ट्यारिफ लगाउने बित्तिकै प्राइस बढ्छ। अब प्राइस बढेपछि अमेरिकी जनताले त्यो ठेक्न सक्लान् त? अब अलि घाटा खाए नि लङ टर्म सोच्नुपर्छ भनेर सोच्नु नि ठिक होला, तर त्यो महँगीमा तपाईँ त बाँच्नु होला।
नेपाली सबैजना त्यति धनी छन् होला त? अहिले नै महँगीले कतिलाई दौदौ पर्छ। अझ बढ्न सक्ने पोलिसी ल्याउन खोज्दा मान्छेहरूले मान्लान् त? यो कुरा हामीले सोच्नुपर्छ। भिडियोमा प्रयोग भएको सम्पूर्ण सोर्सहरू डेस्क्रिप्सनमा राखिएका छन्। धन्यवाद।